हेलो गाइस, म चाहिँ यहाँ अहिले गुड उमाल्दैछु। गुड तताएर पुरा उयो भयो। अब आज चाहिँ आमको चटनी लाउने। आम अस्ति झारेर त्यसलाई चाना काटेर निमकमा 2-4 दिन डुबाएर राखेर अनि अहिले घाम लागिरहेछ। घाममा सुकाएर पुरा आमको चाना चाहिँ सुकाएर रेडी भएको छ। अनि आज घिउ अरे के अरे गुड ल्याएर यसरी उमालेर तताएर अब यसलाई चाहिँ अचारमा लाउने भनेर विचार गरेको। यो चाहिँ हामीहरूको आगोको चुला अनि यसरी बाहिर यहाँ आमाले रेडी गर्नुभएको छ। बाहिर हावामा बसेर चाहिँ गर्नु तातो चाहिँ हात पोल्ला नि गोरो त यति छ आमको चाना। एक नाङ्लो सुक्खा भइसक्यो। सुक्खा यो हिजै अस्तिको दिनै लाउने भन्दा नभ्याएर कामले गरेर नभ्याएर आज मात्रै यसको लाउने के भन्छ खुल्यो सायद। अनि यहाँ चाहिँ हाम्रो मसला आइटम यो के हो? यो सर्सु कालोवाला न सेतोवाला? पहेँलो सर्सु अरे। सर्सु मतलब तोरी, पहेँलो तोरी। पहेँलो तोरी र सेतो तोरी एउटै होइन? अनि के पहेँलो भन्नु सेतो तोरी हो। यो सब चाहिँ मसला आइटमहरू सब आमाले रेडी गर्नुभएको दिनमा। म त आज पुरा बिजी थिएँ धानमा दबाई मारेर फेरि रोइन गएर अहिले भर्खर आएको। के यो चाहिँ के हो? यो 5 फरन मसन भुटेर कुटेर रेडी। के ल्याउनु अरे? अपरे खुर्सानी। यो खुर्सानीको धुलो हो। यो चाहिँ हल्दी। यो अपरे खुर्सानीको धुलो हो। कम्ती लाउनुपर्छ नि। यो चाहिँ खोर्सानी हो। यस्तो चाहिँ यो यसको यो छिल्का यो चाहिँ हराउँदाको हल्दी 5 फरन, सेतो तोरी, खुर्सानी, मिठा तेल, गुड। अरू के लाउने? अनि बयम चाहिँ खोइ रेडी? अरू त्यो त बयम छ। बयमहरू यो सानो पनि पुन्टेला? यो वाला यो पुन्टेला? यो दुईटामा लाउने। अरू एउटा यो रातो बिर्को भएको चाहिँ कुन बयम हो? त्यो बयम कता कता झुन्डिरहेको छ। फुलको माथि पनि धुलाएर सुकाउनु भएको ल। अलिक ठुलो चम्चा चाहिएको नि हौ सब्जी चलाउने लागि नचलाउने फिट्ने अनि बटन उगाउँदै भराउने। यति लाउँदै अनि बयम भराउँदै गर्नु। एकैचोटि ठुलो सेतो बाल्टिङमा डाइरेक्ट मुल्दा हुँदैन? फिटिँदैन नि त राम्ररी। यो तेलले भित्रै गएपछि नरम पनि हुँदै जान्छ। कति बयम हुन्छ? बयम पुग्दैन होला यतिमा? पुग्छ हो। यतिमा कति नै जाँदैन। पुग्छ 2, 3, 4। अब यहाँ कति 2 भाग हुन्छ नि कि अलिक ज्यादा हुन्छ? 2 भाग गर्नु कहाँ ज्यादा हुन्छ नि? यो गमलामा यति हुँदैन। अलिक बेसी हुन्छ होला। चुइन्छ त त्यसले त लु हुँदैन त।
के भयो मसला कम्ती देख्यो ठिकै छ लागिरहेछ यो त चटनी अचार त पुरा गुलियो खालको हुन्छ होला त्यस्तै बनाएको गुलियो गुलियो पिरो पिरो अमिलो अमिलो नुनिलो नुनिलो त्यस्तै निमक चाहिँ नलाउनु निमेक आमै छ नि ए त गाइस निमक चाहिँ लाउनु पर्दैन यो निमकमा अलरेडी निमक लाएर भिजाएर निमकमा मुछाएर चाहिँ बाल्टिङमा 4 दिन भयो 3-4 दिन राखेको त यसमा चाहिँ यो अहिले खाँदाखेरि नै अमिलो अमिलो परेको छ के अरे निमक निमक परेको छ अमिलो अमिलो निमक निमक यसमा लागिसकेको छ कि निमकमा लाएर यो गरेको भनेर आयो भने 2 बार फेरि कम्ती हुन्छ गुड चाहिँ 1 केजी ल्याएको 80 रुपियाँ अरे गुड लगाउने अचारमा भनेर सब्जी गरम गर त गाइस अब म चाहिँ खाना सब्जी गरम गर्ने खाना त किन गरम गर्नु सब्जी र दाल पनि हैन सब्जी चाहिँ झोल लगाएको होला सब्जीलाई चाहिँ गरम गर्ने म्यागी मिसाइदिने अनि अलिक झोल थपिदिने भइगयो गरम सिजन छ त्यही भएर खाना सब्जी बनाउनु बहुत उयो लाग्छ त्यही भएर एकैचोटि दिउँसो दिनको लागि खाना बनाउँदाखेरि नै बेलुकाको लागि पुग्ने गरी बनाउँछ बेलुका चाहिँ तताए खायो भइहाल्छ अहिले सिर्फ घरमा 3 जना मात्रै छ हामी आमा बाउ म मात्रै त्यही भएर तेल कम्ती भयो तेल कम्ती हमें तेल का टेंशन नहीं है तेल डालो ठीक से खालि हातले मुसेर जान्छ मिलाइ एउटा यस्तो मसिनो काट्दैन उनीहरूको ठुल्ठुलो खोक्रा हुन्छ पाँडेकोमा ठिक भएको छ होला है आमाले त ठुलो खाले चट्नी फलेको त छैन कम्ती फलेको जहिले छाँच्दैन अनि त अस्ति नै ठुली आमाले भन्दै थियो त्यो तिमीहरूले पानी खाने सोलर भएको घरमा हो आम रहेछ ठुलो खालको नट्टै फुलिरहेको थियो के त डल्लो मान्छेलाई हो लाउनु न त्यसमा लाउँदा पनि त नि अझै छ है अनि लाउनु तिनवटामा ठिक हुन्छ यो लामो पैसा निकाल्नु पनि अप्ठ्यारो हुन्छ लामो त्यही त त्यो एउटा बयम भरियो अब यसमा बयममा खाँदै लाउँदा त बहुत जाँदो रहेछ यो गुड सेलाएर फेरि एकबार गरम गरेर ल्याएको फेरि सेलाउनु आँटिसक्यो अहिले लाउनु भयो नि त्यसमा अब एकबार ए 3 बयम मात्रै हुने रहेछ यो 3 बयम भरायो यो एउटा यो दुईटा अनि यो चाहिँ छैन यसमा अलिक भोलि अलिक लाएर खाद्ने भनेर यो बाँचेको छ भोलि घाममा एकबार सुकाएर अनि यो बाँचेकोहरू यसैमा नै थपिदिँदै दबाएर खाँदै भने जान्छ तो अचार लाउँदा निकै देरी भइसक्यो हामी चाहिँ खाना पनि खाएको छैन आमा र म बाबाले चाहिँ खाना खाएर सुत्नुभयो अब हामी चाहिँ खानु लागेको यो बन्द गरेर आमको अचार यसपालिको आमको अचार चाहिँ 3 बयम मात्रै भयो बहुत कम्ती त्यो यो चाहिँ अब यसलाई छोपछाप गरेर राख्ने पुरा गुड टाँसेर यसलाई फेरि भोलि एकबार घाममा तताएर चलायो भने भइहाल्छ अनि यसैमा थप्नु मिल्छ यो अलिक पुरा जोडले खाद्नुपर्छ नि त एयर टाइट हुनुपर्छ यसरी पुरा बसेको हुनुहुँदैन यसलाई भोलि घाममा सेकाएर थिच्यो भने चाहिँ अलिक दबिन्छ यो चाहिँ यहीँ अट्छ ओके गाइस यही चाहिँ यसपालिको आमको अचार लगाउने बेलुकाको काम पनि भयो रातिको काम पनि एकछिन ओके टाटा बाई बाई